राष्ट्रिय स्वतन्त्र पार्टीका संसदले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरा प्रश्न गर्नुभएको छ। तपाईले नक्सा त छुचे नक्सा ल्याउनुभयो नेपालमा, तर त्यहाँका बासिन्दाले त्यहाँ हिँड्नको लागि चाहिँ इन्डियाको बाटो प्रयोग गर्नु परेको छ र बाटो पनि छैन। यस्ता यस्ता कुराहरू चाहिँ राख्नुभयो। एमआरआई मेसिनहरू जस्ता चिजहरू कहिले आउँछ त्यहाँको स्वास्थ्यको क्षेत्रमा भनेर उहाँले प्रश्न राख्नुभयो र केपी शर्मा ओलीले जवाफ के दिनुभयो भने त्यहाँ गोरेटो बाटो बनाउनको लागि 5 करोड बजेट छुट्याएको छु भन्दै हुनुहुन्छ। 5 करोड लाग्छ त मलाई एउटा गोरेटो बाटो बनाउनु, त्यो त पिचै भन्छ नि। त्यो पनि अब कार्यकर्ता पाल्ने यसो केही सिस्टम पनि होला। अनि उहाँले भन्नुभयो पहिले इतिहासमै थिएन त्यहाँ बाटो, अहिले चाहिँ जे होस् मैले चाहिँ छुट्याएको छु। योभन्दा अगाडि 3 वर्ष त तपाईँ आफै प्रधानमन्त्री हुनुभएको थियो, त्यतिखेर चाहिँ के हेरेर बस्नुभयो त? त्यो पनि नेपालै थियो, नेपालकै प्रधानमन्त्री हुनुभएको थियो तपाईँ। त्यतिखेर चाहिँ के हेरेर बस्नुभयो र किन चाहिँ गर्न सक्नु भएन भन्ने चाहिँ आम जनताको क्वेसन हो। र चुच्चे नक्सा ल्याएँ भन्नुभयो। चुच्चे नक्सा भनेको नि त्यो यसो कापीमा छापेर ल्याउने चिज होइन क्या। त्यसको मापदण्डहरू हुन्छ, अन्तर्राष्ट्रिय अमिनहरू हुन्छन् हैन। त्यस्ता चाहिँ त्यो प्रोसेसको लागि तपाईले कहाँ चाहिँ के गर्नुभएको छ त्यसको बारेमा चाहिँ जानकारी पाउन पाएको भए हुन्थ्यो। त्यतिकै चुच्चे नक्सा आफ्नो भित्तामा टाँसेर चाहिँ आफ्नो देशको नक्सा वापस आउँदैन। किनभने एउटा छिमेकीले भोग चलन गर्दै आएको आफ्नो जग्गा पनि यदि वापस ल्याउनु पर्छ भने त्यसको लागि अमिनहरू जस्तो त्यो साँधियारहरूको चाहिँ शर्त हुन्छ, वार्ता हुन्छ, त्यसपछाडि चाहिँ कानुनी प्रोसेसबाट आउने हो। यसमा पनि चुच्चे नक्साको पनि अन्तर्राष्ट्रिय अमिनहरू होलान्, त्यस्तै के होलान् हैन। तर तपाईहरुले प्रोसेस चाहिँ केही अहिलेसम्म गर्नु भएको छैन। जुन एउटा हाम्रो चाहिँ टिस्टादेखि कहाँसम्म ल्याउने भन्ने कुरा पनि थियो, त्यसमा पनि तपाईको कुनै चासो छैन र उहाँहरूले बुझाएको प्रतिवेदन पनि तपाईहरुले गायब गरिसक्नु भएको छ भनेपछि तपाईहरु भनेको जनतालाई भ्रम मात्रै छर्न खोज्दै हुनुहुन्छ भन्ने कुरो चाहिँ स्पष्ट देखिन्छ। हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। धन्यवाद।